So yo, what is up everybody? Welcome back on new day, new vlog. यो इन्ट्रो त है मैले अघि युट्युबमा हेरेको भन्नु पर्दाखेरि है आफ्टर 6 months यो इन्ट्रो हान्दाखेरि त मार्क्स फाल्टै जोस आउँदो रहेछ त निन्द्राले सुकाइरहेछ है अनि त्यस पछाडि सबैजना ह्याप्पी न्यू इयर मैले भर्खर सर्ट्स भन्नाले त्यो बनाएको भर्खर बनाइसकेको हो है अनि आज वेदर चाहिँ यस्तो बवाल छ अनि आज मेरो दुईटा काम छ मेन एउटा माथि जानुपर्ने छ है फ्याक्ट्री सघाउनु एनआरबीलाई पनि जानु अनि अर्को ट्विस्ट के छ भन्दाखेरि पैसा 1 रुपैयाँ छैन जाने मात्रै हो स्पोन्सर छ भन्छ तर जानै मात्रै हो जानु यताउता अनि मेरो चाहिँ अनुहार यस्तो भएको छ भ्लगिङ च्यानल मात्रै सब्सक्राइब गर्नुहरूलाई देखाइदिएको है आज वेदर बवाल छ घाम लागिरहेछ यतैबाट लाग्छ जहिले पनि एन्ड क्वालिटी बवाल छ होला है आइफोनबाट मैले सबैभन्दा अगाडि भ्लगिङ आइफोनबाट सुरु गरेँ एन्ड्रोइडमा झर्दा सबैले क्वालिटी 180 मा नि क्वालिटी कस्तो जस्तो आउँछ भन्यो अनि मैले भ्लगिङ नै छोडिदिएँ के हो हजुरबा ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर हुन्छ हजुरबालाई के थियो देमा ह्याप्पी न्यू इयर सबैजनालाई ह्याप्पी न्यू इयर भनेको आज नयाँ वर्ष हो देमा हो त्यो यस विदेशको त्यो खाजा हो गुड डे बिस्कुट खाजा यो त काबु पहिला नै अगाडि हुन्छ धेरैजनालाई थाहा छैन होला दिसमा रुम मैले रुम वाल चेन्ज हाने है वाल भन्दा नि एउटा के रिजनल चेन्ज हानेको तर यो अलिकति रुम भएन त्यही भएर फेरि यो रुम चेन्ज गरिदिनु आँटेको त्यही हो रुम ओके म अब अहिले बाटोमा गर्छु सो म चाहिँ आइपुग्न आँटेँ है आम्मा कसम है म फर्स्ट टाइम उठेको यति छिटो कस्तो चिसो आम्मा हाइट म हुन त छिटै उठ्छु 9-10 बजीतिर तर घाम हुन्छ क्या त्यति बेला यहाँ त गइरहेछ चप्पल लगाएन है रातो भइरहेछ आउँदा ए साँच्चै क्वालिटी कस्तो आइरहेछ कमेन्ट गरिदिनु होला क्वालिटी धेरैजनाले मलाई ल कन्टेन्ट त छैन तर क्वालिटी बनाइन्छ है फाइनली पावर ब्याङ्क गोजीमा बोकेर भ्लग बनाइरहेको छु के भन्नु र अब म ओके जस्ट अब 2 मिनट लाग्छ त्यो नि लाग्दैन म माथि गएर गर्छु यस आइपुगेँ म है ह्याप्पी न्यू इयर हजुर नेपाली न्यू इयर भन्नु पर्दैन ए होइन भनौँला नि त्यति बेला यो हजुर मान्छे कि नेपालको मान्छे म त जन्मेको थिएँ इन्डियामा नाक त नेपालको आउँछु त्यति बेला म इन्डियाको न्यू इयर त तिमीले भात दिन्छ इन्डियाले भात इन्डियामा गयो भने यस ल क्यान्सल त्यसो भने न्यु इयर क्यान्सल भनेको ह्याप्पी 17 गते ह्याप्पी 17 गते ह्याप्पी न्यू इयर नेपालको पैसा ह्याप्पी न्यू इयर भन्नु सक्छौ इन्डियाकै ह्याप्पी न्यू इयर मनाएर के पाउँछौ भनेर पैसा दिन्छ पाउनु त पाइँदैन अब यस
यो हाम्रै होला हजुर यो हाम्रै हो दाई भन्दाखेरि म तिमीलाई मिठाई पनि खाइदिन्छु ए यहाँ आएर तिमीले दिन्छ इन्डियाको मान्छे फाटाको मान्छे मिठाई दिन्छ दिँदैन ल ल ल होस् होइन यो टपिक क्यान्सल होस् यस्तै छ मलाई 17 गते हाम्रो आयो गल्ती भयो मबाट धेरै ठुलो आयो ल ओके इलाम लस्सी बेलुका हुनु त पर्ने हो त्यहाँ है तर थाहा छैन चिया खाँदै जस्ट भर्खर बनाएको चिया है एन्ड यहाँदेखि भ्यू बबल देखिँदो रहेछ कि अब यता इलाम है यहाँ फोकस है यहाँ यता इलाम यहाँ नयाँ बजार हो अब यता त अब के भन्नु होइन हामीले देख्ने हिउँ पर्ने ठाउँ नै त्यहाँ हो क्या हाम्रो हिमाल भन्दा नि हुन्छ क्या यता अनि त्यस पछाडि चित्र गुम्बा यता साइड पर्छ सायद इफ एमआई नट रङ है मेलबाट मान्छे भयो त्यहाँ यहाँनिर अनि यहाँदेखि यता पशुपति हो जो बबाल छ ठाउँ है यता गोर्खे मङ्गलबारे कताको हो यता यता हो सायद मलाई थाहा छैन जान्छु गएको तर त्यस्तो ठाउँ छुटाउनु जान्दिनँ म जस यहाँदेखि बबाल सबै सुन्दर रहेछ कि हाम्रो अब यहाँसम्म देखिन्छ हाम्रो घरदेखि यता देखिँदैन यता इलाम लेट्स होप बेलुका पुगौँ भनेर अब जानु चाहिँ मन छ नि त छ 1 मन्थ अगाडि प्लान भएको त्यही पनि पुगिन्छ कि पुगिँदैन भइरहेछ है सबै 100% ऊ भइरहेछ र अलिकति हुन्छ नि एन्ड घाम लाग्दैछ सक्यो यहाँको चियाहरू मैले नि मलाई धेरै हाल भान्दिनु भयो भन्नाले के हुन्छ कसो हुन्छ यो कसरी काम गर्छ है यो अनि अब यहाँको त नर्मलै हुन्छ अनि त्यस पछाडि धेरै कुरा नलेज लिएँ मैले चियाको होइन अरू हुन्छ नि रुखहरूको पनि कि त्यही हो ल अब म यतिखेर अहिले भेट्छु सायद म यो भ्लग एडिट गर्दिनँ होला अनएडिट हुनुसक्छ है आजको चाहिँ हजुर आफ्नोमा त अलि धेरै कुरा के अझै ज्ञान दिनु न अलि हजुर तर ओके अब म यता घरमा ल सक्यो होइन है यहाँ लोड हालिसक्यो यति छ कसैलाई चिया ग्रिन टीको भेराइटी के पाउँछ ग्रिन टीमा है कसैलाई चाहियो भने कन्ट्याक्ट हान्नु होला मलाई होइन हाम्रो बेग्दालाई स्पेसल टी सेन्टर म त्यसको ऊहरू के हालिदिन्छु म है केही छ भने यताउता टक हान्ने जिमेलहरू नत्र भए बबाल पाउँछ मैले नि यहाँ धेरै खाइसक्यो तर बबाल एकदम है ओके अब यति लोड लानुपर्छ त्यसपछि लगेर मायाको चाहिँ 84 केजी छु हुन्छ नि यो अब 100 केजी जस्तो 16 त सकिँदैन हो गाह्रो थियो फलानु पर्यो ओके ब्लेडले चाहिँ काट्नु हुँदैन ओके यो सो ओके म चाहिँ अब रेडी लागेर चाहिँ ठ्याक्कै 12 बज्यो त्यस पछाडि होइन यस्तो हो नि त अब भरे साँझको हुन्छ अनि 4-5 बजी टाइम हेर्नुपर्छ साँच्ची एन्ड त्यस पछाडि
ओके घर आएर भोलि बिहान होइन भाखाएर आउँछ तर छिटै आउँछ ओके आजको भ्लग चाहिँ आजको एकछिन बोल्नु दिनु न गाई दुनु ल म भन्छु आजको भ्लग चाहिँ बवाल नै सुरु हुनु पर्यो अब इन्डिङमा नि हुन्छ बवाल नै हो तर इन्डिङ किन हुन्छ र सुरुवात गरेपछि इन्डिङ कहिले हुँदैन के एन्ड म चाहिँ जानु आँटेको बल्ल बल्ल यताउता के गरेर टेन्सन है चाहिँ अब के हुन्छ दुईटा अरे ल गएको बाई बाई सबैजनालाई ल दुईटा सकिँदैन ल हुन्छ के भन्नुभयो ल ल ल ल ल ओके म गएँ है लुके यस्तो चाहिँ मास्क किन्छु त्यस पछाडि कसैले चिन्दैन लुक ज्याकेट अलिकति हुनु परेन अब मेन म जान्छु गएको अन्तु गएको अन्तु भनेर चाहिँ इलाम अन्तुबाट आउँदैछ त्यो कहाँ आइपुग्यो थाहा छैन बेसी आउँदैन भने त एक्लै चलिदिन्छु होइन फर्किनु हुँदैन अब म एकै त फिकलमा भेट्छु आज बिहिबार ल मा कसम जिन्दगीमा हिँडेको छैन यार लाइक हिँडेको पहिला धेरै भएको थिएछ नहिँडेको गले आधी बाटो आइपुग्यो म है अनि गलेँ म ठिकै छ यस फाइनली बोट अरे बाटो यसलाई भन्छ होइन इलाम स्टुडेन्ट खासै न त मलाई हेरौँ गुड नसक्यो भेन्डी कच्ची छ छपुरी कहाँ छ खोइ क्या हो यो लुक्स हेरौँ न त्यो त कहाँदेखि आएको ओके यसलाई भेटिसकेको छु ए गर्मीले नि आम्मा भनेको यहाँ प्याक भएर होइन यो पछाडि लु छोडेर बिसाको आयो है लक्ष्मी ब्याङ्क अब खोज्दैछु त्यहाँ म्यानेजर छ मलाई म्यानेजरलाई नभेटी त है यसले नि खोजिरहेछ म नि खोजिरहेको छु कहाँ चाहिँ होला हौ लक्ष्मी ब्याङ्क यता कहाँ भन्दै थियो हौ आइज त यो मान्छे हो के मेरो ऊ त यता अनुहार देखाउ न अनुहार के भन्दैछ ल यो मान्छे यहाँ रहेछ के छ हौ खै दस्तीहरू
म त जोन हेर्नु आएको है म त जोन ल अहिले भेट्नुपर्छ आइज यो मान्छे के हो फेरि कुरो भरे कस्तो हुन्छ यो भाइ ओइ भाइ यता हेर ल भाइ यता हेर न भाइ यो भाइले गरेको भ्लग छ के अब ऊ चाहिँ उभिरहनु भाइ नजायो होइन अगाडिदेखि यस्तै छ अहिले त बस्नुमा भ्यू दामी थियो के हुन त के रिजनले सरेको होला कि तर यता हेर्न अनि अनुहार तर होइन दामी त उता नै छ के